ल धन्यवाद यस्तो मिलाएर दिनुभएको है। अब यस्तो राम्रो शुभ साइडमा अब हजुरहरूलाई नि साडी दिनु धन्यवाद यहाँ आउनु भएकोमा दाइलिनु घुमायो हो त्यो यही Against the shore, a serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. Where stress dissolves like footprints in the sand. Fit time. Bijini Road. तर यसको चार्जर त लिएर होला नि 14% रहेछ जम्मा निकाल्दै निकाल मेरो कपालले ओइ मिलाइदिए मेरो कपाल बुगु मलाई खेल्नु मेरो छोरीको दुध खाने बेला भयो है साना बेबी सर्क डु 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 बेबी सर्क बोल रहा है क्या पछि ऐड करनी है क्या मसनको गल्लीमा शपिङ गर्दै
लेफ्ट 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 यता यता सिधा तल स्ट्रेट स्ट्रेट सिधा असमको गल्लीबाट अब हामी न्यू रोडतिर जाँदै यो गल्ली चाहिँ एज युजुअल अलवेज क्राउड है अलवेज बिजी वान अफ द बिजिएस्ट प्लेस इन द काठमाडौँ हाम्रो यतै हुनसक्छ अलिकति उता तल यो चाहिँ सब सुन चाँदी तपाईँहरूलाई नेपालमा केही सुन चाँदी डायमन्ड के चाहियो भने यही चाहियो वा ब्युटिफुल नेपालले लगाएको लाइटले त केही नदेख्दो रहेछ बल्ल रमाइलो भयो बिहे लागेर हेलो नमस्ते अच्छा नमस्ते हाँसेको थिएँ अन्त नि हाँसेको थिएँ एउटा सरू अर्को सरू भेटेको त छैन मेलबर्नमा ऊ अनि भेटाइ छैन जुत्ता पनि गर एउटा चाहिँ होइन ल आज अघि उसको गर्नुपर्ने त्यहाँ ज्वेलरीको कि ए नापेको भन्नुपर्छ त यो कस्तो देखिया अब यसरी अब हाम्रो प्यारो भाइको बिजेको लागि है हाम्रो बिहामा यस्तो मलाई चाहिँ मन पर्यो यो चाहिँ एकदम राम्रो राम्रो साडीको रहेछ साडीको भेराइटीहरू छ साडीको भेराइटीहरू कस्तो स्वाद छ स्वाद छ कुन मन पर्यो तपाईलाई भन्नुस् राम्रो त राम्रो छ साडीको भेराइटीहरू
यो चाहिँ यस्तो नबस्ने रहेछ कि होइन हामीले के गर्नु भयो यस्तो आइरन लाएर अर्को फेरि यतापट्टि लगाउँदैछ यता हाम्रो अन दिदी एउटा लक्ष्मी दिदी अर्को लक्ष्मी दिदी अर्को चाहिँ साडीहरू युज गर्दै सानो कुची चाहिँ भयो ल यता चाहिँ ल यस्तो लगाउने ट्रायल गर्दैछ ट्रायल सबले साडी ओ हेर त लक्ष्मी कस्तो राम्रो छ होइन कस्तो के अरे कलर कस्तो युनिक भन्दैन तेरो खाके भए हुन्छ यो भेन्टा कलर होइन युनिक कलर भन्नु कस्तो राम्रो पऱ्यो है यो कस्तो तर ठ्याक्कै मिलाएर लाग्यो भने खत्रै देखिन्थ्यो जस्तो लाग्छ यसको यस्तै हो कि लाउने अहिलेको स्टाइल अनुसार साडीको लगाउने होइन यो कस्तो लास्ट कलर रहेछ के फर्स्ट कलर चाहिएको नि तँलाई राम्रै त छ त अनि राम्रो त कस्तो लास्ट कलर एउटा मात्रै रहेछ भन्नु एउटा मात्रै रहेछ होइन सानो मान्छे चाहिँ त्यहाँ साडीको पुरा डेमोन्स्ट्रेसन दिइरहेको छ उताबाट हिँडेर जा त उताबाट लक्ष्मी नाटक देख्दा उता बाहिर हिँडेर जा त प्लिज एकपल्ट नाटक अलि उता भित्रबाट के यताबाट आउँछ लजाउँदै ल त यहाँबाट खिच्नु यहाँबाट ल 3 2 1 आइज ओइ छ्याक्कै भयो फेरि सुटिङै हुन लाग्यो अब भित्री हो यसको ब्लाउज चाहिँ कस्तो त्यही छ त्यही सादा हो के सादा होला राम्ला मलाई म त त्यही किन्ने हो ल यही लान त तँलाई यही मन परेछ म त्यो उहरू सानो मान्छे उता कुनामा खेल्दै बसिरहेको भान्जी पल्ट्यो म यो भोलि नै बनाउँछु फर्स्ट आउन पेटीकोट यसलाई काटेर हजुर हजुर सामने फाइनल्ली ल आइज न तनी के मन पर्यो मैले यो रोजी हैन साडी तँलाई यो हुन्छ मलाई यो हुन्छ राम्रो लाग्यो जस्तो लाग्यो कलर अलि कस्तो डिफरेन्ट जस्तो लाग्यो मलाई यो के को लागि रे यो इन्गेजमेन्टको लागि यो हाम्रो प्यारो भाइ के अरे विजयको इन्गेजमेन्टको लागि किन्यो अझै सपिङ बाँकी नै छ हाम्रो मेरो चाहिँ यो भयो हाम्रो सपिङ चाहिँ पनि छ तिमी राम्रो साडी भन्दा साडी एकदमै कसरी यस्तो लामो गर्नु चाहिँ नमनाएको नि त त्यसरी भाइ भुइँको अगाडि फेरि यसरी झनै खर्च भयो 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 ल कति हो यता सानी साउजीलाई पनि साउनीलाई देखाइदिनु हो सानी साउनीलाई नानी त्यसको एक्चुअल प्राइस म गर्दिन्छु बस्नु यो कति रुपियाँ यो झन् महँगो त्यो महँगो हुन्छ यसको यति गर्दिनु भएन है 200 कम गर्नु नगराउनु हुँदैन 50 को कति गर्दै मैले रोला प्यारी बाबा यो चाहिँ कति गरे ओइ तिम्रो के हो यो लाउँछौ तिमी हेर त तिम्रो कलर नि मिल्दो रहेछ यो लगा यसलाई 5 लाग्छ त्यस्तो नभन्नु न हुन्छ के है तपाईँ आएको मतलबै भएन नि यार
9 भयो ल 9 दे भयो कि ल अघि थपिदिँदै हुनु ल ल ल 9 ओइ 3 4 5 6 7 8 9 ल धन्यवाद यस्तो मिलाएर दिनुभएको है अब यस्तो राम्रो शुभ साइटमा अब हजुरहरूलाई नि साडी धन्यवाद यहाँ आउनु भएकोमा दाइलिनु अब मेन त त्यही हुनुहुन्छ नि यो राख होइन यिनीहरू गएर लिन्छ नि त हामी कताबाट जानुहुन्छ ट्याक्सीमा जान्छ अनि त्यहाँबाट ठाउँमै अब के भने यिनीहरू खै अब हिँड्नु सक्छ सक्दैन हिँडे हामी ट्याक्सी लिएर जानै पर्ला यो हाम्रो सामान हो यो चाहिँ साडी खोइ त साडी ए अनि त्यो अहिले त्यो उको तिलरीहरु त्यहाँ राख्यो त्यही हो के हो एउटै झोलामा हाले ले त्यसको एउटा यहीँ छ म लिन्छु नि एउटा खै एउटा लिएन हामी हिँडेर जान लाग्छ नि सक्छस् त्यस्तो त भएन हिँडेर गयो नि हुन्छ जाम मैले चिनेको छु यसले चिने आऊ भोलि बैठी अब हुन्छ अब कहिले भेट भोलि के गाँच्छु न के काम छ भोलि के हुन्छ फेरि बेलुका मिस्केला किनले थाके आयो भोलि बिहान खत्तम न त बाइ बाइ हस् हुन्छ बाई बाई हाल्यो कि के अनि अब बाई बाई ल बाई बाई अब त्यही हो हजुर हुन्छ हस् हुन्छ बाई बाई ज्वेलरी अलरेडी डायमन्डको सपिङ गरेको है यस्तो खतरा पिस निस्क्यो अहिले अनि यसलाई फेरि निहाल्दैछु म के हुँदैछ भनेर यहाँ त्यही भनेर अर्को पिस पनि हेर्नुहुन्छ भने खतरा खतरा हो है अब हेरौँ न यो पनि कस्तो रहेछ देखाइदिउँ झन् खतरा हो